गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरुर् साक्षात् परम ब्रह्म तस्मै श्री गुरवे नमः। हाम्रो जीवन सिकाइमै आधारित हुन्छ। हाम्रा सिकाइहरू कहिले पनि अन्त्य हुँदैनन् र त्यो सिक्ने क्रममा हामीले धेरैबाट सिकेका छौँ। पहिलो कुरा त यो संसारमा आएरै हामीले सिक्न सुरुवात गरेका छौँ र हाम्रो पहिलो गुरु आमा र बुवा। स्कुलमा क खदेखि एबिसिडी सिकियो, हुँदै जीवनका आधारभूत ज्ञानहरू सिकिए, त्यस्तै कलेजमा उच्च शिक्षा हासिल गरियो, अन्ततः एउटा इन्डिपेन्डेन्ट जर्नी सुरु भयो। त्यसकारण यो सिकाइको दौरानमा तपाईँ हामीसँग भेटिने र तपाईँ हामीलाई जानेर नजानेर अनि तपाईँ हामीलाई औपचारिक वा अनौपचारिक रूपमा सिकाउने मानिसहरू सबैजना गुरु हुन्। ती उमेरले मात्रै ठुला नहुन सक्छन्, सानै उमेरकाले पनि सिकाउन सक्छन् र ती सबै सजीवै हुन्छन् भन्ने पनि छैन। निर्जीव वस्तुहरू पनि गुरु हुन सक्छन्, किनभने अनुभवले पनि हामीलाई सिकाउँछ। त्यस्तै अहिले आएर त भर्चुअल दुनियाँ पनि गुरु बनेको छ, चाहे त्यो गुगल होस् वा एआई किन नहोस्। तसर्थ सम्पूर्ण मेरा औपचारिक गुरुहरू र अनौपचारिक गुरुहरू सम्पूर्णमा गुरु पूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यहाँले दिनुभएको ज्ञान, यहाँले देखाउनु भएको मार्गले नै आज जीवन ती पाइलाहरूमा हिँडिरहेको छ र आगामी दिनमा पनि सत्मार्गमै हिँड्ने प्रयत्न गर्नेछ र यहाँहरूको योगदानका लागि हार्दिक आभार, हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दै गुरु पूर्णिमाको पावन अवसरमा विशेष शुभकामना दिन चाहन्छु।